स्थानीय विकासमा भइरहेको विकास योजना गतिविधि निगरानी गर्नुहुँदै आयोजनाहरू सही ठाउँमा उपयोग भएको छ कि छैन कतै दुरुपयोग भयो भनेर निरीक्षण गर्दै हुन्छ बाटो विस्तार गर्नुपर्ने उपस्थित हुनुभएको छ। स्थानीय साना बाटो चौडा हुनेछन्। प्रदेश सरकारको बजेटबाट बनायो। हजुर म शासन बिजेट बजेट हाल्ने यहाँ 50 लाख हजुर सीमाङ्कनमा विवाद 6 मिटर कि 4 मिटर भन्ने थियो। हजुर अहिले चाहिँ 4 मिटरको समझदारी बन्यो। हजुर त्यतिखेर बजेट कोलाप्स भएपछि किरण थापा हाम्रो स्वास्थ्य मन्त्रीज्यू आएपछि फेरि यहाँ प्रदेशबाट बजेट हालेछ। अब अहिले यो परम्परागत कुलो हो। यो कुलो साबी गुन्नुको 8 नम्बर 9 नम्बर दुईवटा सिँचाइ हुने कुलो हो। अनि यहाँ बाटो ढलान पनि हुन्छ, कुलो पनि बन्छ। यो चाहिँ बस्तीत गाउँबाट थिमीतर्फ जाँदा चाहिँ जुन पहिला वडा कार्यालय चोक हुँदै जानु पर्थ्यो नि, यो चाहिँ एकदम सर्टकट बाटो बन्यो। हो यसले लगभग 500 मिटर जति बाटोको घटाउँछ। यो चाहिँ दूरी घटाए छटाए। यो चाहिँ पहिलाको गोरेटो हो, कुलोको बाटो हो। अब हामीले अलि 6-7 फिटसम्म बनाएका थियौँ। अब चाहिँ 13 फिट बनिएको, जो सबै समझदारी हो, राम्रै हो। आफै जनताहरूले चाहिँ आफ्नो पर्खाल भत्काइदिएर ठाउँ सजाएर गुन्नुमा चाहिँ एउटा विकास हो। सबैको सपोर्ट चाहिँ राम्रो छ।